करको बोझ घटाउन आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रुपैयाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तीमा एक तह न्यून हुने गरी 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छु। विद्यमान 11 तहको भन्सार दरलाई 7 तहमा सीमित गरेको छु। हाल 360 वस्तुमा लागि आएको अन्तशुल्क खारेज गरेको छु। भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको छु। प्राकृतिक व्यक्तिको मृत्यु पश्चातको अस्वैच्छिक निसर्ग एवं निकायमा भएको स्वामित्व परिवर्तनको कारणले नियन्त्रित निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐन 2058 को दफा 57 आकर्षित नहुने व्यवस्था गरेको छु। सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभ कर अन्तिम हुने व्यवस्था गरेको छु। डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बिजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करको 10% छुट पाउने व्यवस्था कार्यान्वयन गर्नेछौँ। मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउनेछौँ। कर परिपालनलाई दण्ड होइन विकासको सहयात्री बनाउने नीति लिएका छौँ। कानुनी अस्पष्टता र करदाताको अज्ञानताका कारण लामो समयदेखि सिर्जित कर विवादलाई निरूपण गरी व्यावसायिक वातावरण तयार गर्न कर छुट तथा सहुलियत सम्बन्धी विशेष योजना ल्याएको छु। सरकार वा करदाता पक्षबाट अदालत वा न्यायिक निकायमा पुगी विचाराधीन रहेको कर विवाद समाधान गर्न निर्धारित कर रकममा 1% थप गरी तोकिएको म्यादभित्र बुझाएमा मुद्दा फिर्ता लिई शुल्क, जरिवाना, थप दस्तुर, विलम्ब शुल्क वा ब्याज मिनाहा हुने व्यवस्था मिलाएको छु। नेपाल सरकारको विद्यमान बोझिलो संगठन संरचना अब चुस्त बन्नेछ। संघीय मन्त्रालयको संख्या 22बाट 18 कायम भइसकेको परिप्रेक्ष्यमा विभाग कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकम